हेलो गाइस, म चाहिँ अब चिकन बिरयानी बनाउनको लागि चिकन रेडी गर्दैछु। त्यसै गरी चिकन रेडी गर्नुको साथै अदुवा लसुनको पेस्ट पनि रेडी गर्न लाग्दैछु। गाइस, अब यसरी चिकन फ्राई गर्ने। यसरी चिकन फ्राई गर्दाखेरि यो बजारको मासुहरू चाहिँ कडा हुन्छ र खाना पनि टेस्टी हुन्छ। त्यो चिकन फ्राई गर्दा भित्रसम्म पाक्नु हुँदाखेरि पछि बिरयानी बनाउँदाखेरि सजिलो पाक्छ। त्यही भएर हजुरहरूले पनि यसरी पकाउनु होला। त्यसै गरी गाइस, यसरी प्याजलाई पनि ब्राउनसम्म भुट्ने, किनभने अहिले यो बिरयानीमा हाल्न काम लाग्छ। मेरो लगभग भइसकेको छ। त्यसै गरी गाइस, अब मैले यो प्याजहरू, यो टमाटरहरू साथै बिरयानी मसलाहरू हालेर भुट्दैछु र हल्का तरी पनि हालेको छु मैले, जसले गर्दाखेरि यसलाई ग्रेभी अझ राम्रो बनाउँछ, साथै अनि टेस्ट पनि राम्रो आउँछ। अब यस्तो हुँदैछ होइन, कलर राम्रो आउँदैछ, मुख्य कलर आउँदैछ बिरयानी, चिकन बिरयानीको। र मैले काजुहरू पनि हालेँ, किसमिस पनि हालेँ। अब पछि म अन्डा पनि हाल्छु, त्यसपछि पनि दामी देखिन्छ। र साथै उसले त्यो आलु पनि हाल्छु। पछि यो दम बिरयानी हुन्थ्यो चाहिँ अलिकति दामी हुनुपर्छ नि। अब यसरी होइन, अब चामल मिल्दैछ, यो चाहिँ 90% पार्नुपर्छ। 90% पाकिसकेपछि बल्ल अलिअलि पानी खनाएर पानी छान्ने। त्यसपछि यस रहेको चामललाई पछि अनि फेरि चिकनसँग मिक्स गरेर अलि म लेयर बाई लेयर देखाउने छु कसरी पकाउँछु र कसरी हाल्छु भनेर। त्यसै गरी मैले चिकन हालेँ, त्यसै गरी मैले अघि फ्राई गरेको प्याज पनि हालेर धनियाँ पनि हालेँ त्यही मात्रमा। त्यो देखाउने छु हजुरहरूलाई। त्यसरी हालेँ। त्यसै गरी फेरि मैले भुटेको प्याज, धनियाँ, अब चिकन हाल्छु। चिकन हाल्दा म त्यहाँ त्यही भएर म फेरि राखेर चिकन हालेपछि देखाउँछु। चाहिँ फेरि म राइस, फेरि राइस पाइएको छ, त्यो माथि हाल्छु मैले। यो रहेको म सबै चिकन हाल्छु। अहिले सबै हालेर मैले छोड्दैछु, माथिबाट कलर पनि हालिदिएँ। लास्टमा पनि भुटेको प्याज चाहिँ सबै हालेर राखेको छु। तपाईँहरू त्यसमा अब सबै राख्छ है त गाइस। वाउ गाइस, वाउ कलर चाहिँ दामी छ। खाँदा कस्तो हुन्छ अब हेर्नु। गाइस, अब चाहिँ मैले बिरयानी खानको लागि रेडी भइसकेको छ। तपाईँहरूले पनि देख्न सक्नुहुनेछ। हेर्दा त दामी भएको छ, एकदमै खाउँ लाग्ने भएको छ। अब खाइसकेपछि थाहा हुनेछ टेस्ट कस्तो हुनेछ र तपाईँलाई प्रतिक्रिया पनि दिनेछु। गाइस, ल अब हामीपछि म चाहिँ पसिन लाग्दैछु यो खाना होइन, बिरयानी हेरेर चाहिँ खाउँ लाग्दैछ। अब खाइसकेपछि थाहा हुन्छ कस्तो टेस्ट छ भन्ने कुरो। तपाईँहरू जानु होला। गाइस, अब चाहिँ म बिरयानी बनाउँदैछु। अब म कम्प्लिट बनाउँदैछु। त्यसो टेस्ट चाहिँ कस्तो छ थाहा छ। साथीहरू हेरौँ
यस्तो हुनेछ है त।